यताको भाटा सिद्धियो भाटा उताको अब भाटा सिद्धियो एउटा यताको हो बनाएको त कसरी हो तर बोक्न चाहिँ फेरि हात काट्छ नि थाहा छैन अनि हातमा काटिकन एउटा दुईटा मात्र बोक तिमी है म धेरै बोक्छु मलाई काट्दैन तिमीहरुले काट्छ अहिले म पनि बोक्ने आज कागती साउन 15-16 गते कागतीको बिरुवा रोपाई हुँदैछ यो बिरुवा 1.5-2 वर्ष पुरो भइसकेको बिरुवा हो बिरुवा ठुलो ठुलो छ यो पालीको बिरुवाहरु नेपालीको बिरुवा एकदम राम्रो छ यो एकदम राम्रो कागती सुन कागती ए वर्गको बिरुवा हो र मलाई यो दुईटा भुराहरुले साथ दिइराको छ